हेलो फ्रेन्ड, वेलकम टु माई भ्लग। आज चाहिँ मेरो भ्लग स्टार्ट भएछ। बिहानदेखि मेरो हस्बेन्ड आइसकेको छ विदेशदेखि। उहाँलाई चाहिँ बिहानदेखि म खाना बनाइरहेको छु, उहाँको लागि मनपर्ने डिसहरू। यो चाहिँ मेरो भ्लगमा हेर्न सक्नुहुन्छ हजुरले। हेलो हेलो, वेलकम टु माई भ्लग हस्बेन्डजी। उहाँसँग चाहिँ मेरो फर्स्ट भ्लग हो। उहाँ चाहिँ बाहिर बस्नुहुन्छ, अहिले चाहिँ बिदामा आउनुभएको छ। त्यसैले चाहिँ म आज उहाँसँग बिहानदेखि भ्लगको लागि सबै तयारी गरिरहेको छु। के भन्न चाहनुहुन्छ? के लजाएर अहिले बोल्न नसकेको, बिस्तारै बिस्तारै म भ्लगमा धेरै बोलाउने छु हजुरलाई। अहिले सुरुवात चाहिँ म चियाबाट गर्दैछु। चिया पनि मेरो पाकेर रेडी हुन लागिसक्यो। यो चाहिँ स्पेसल अदरकवाली चाय हो। चिया पाकेर अब चाहिँ म चिया कपमा छान्दैछु। हामी चाहिँ अलिक धेरै चिया पिउँछौँ ठुलो कपमा। बिहान ब्रेकफास्टमा हाम्रो बोइल एग रहेको छ। हेल्थको लागि एकदमै राम्रो हुन्छ, हेल्दी पनि हुन्छ। हामीले बोइल एग खाने गर्छौँ। चिया खाइसकेपछि अब चाहिँ म खाना बनाउने तयारी गर्दैछु। यो चाहिँ फर्सीको मुन्टा रहेको छ, केलाएर सफा गरी धोइसकेको छु। तोरीको तेलमा लसुन खुर्सानी फुराएर म साग राख्दैछु। फर्सीको म चाहिँ सिम्पल बनाउँछु, धेरै मरमसला युज गर्दैन। किनकि धेरै मसला युज गर्यो भने पनि त्यसको फ्लेभर टेस्ट त गइहाल्छ। त्यसैले सिम्पल बनायो भने टेस्ट पनि आउँछ, मिठो पनि हुन्छ। नुन हालिसकेपछि यसरी ओल्टाङ गरी चलाइदिने। चलाइसकेपछि छोपेर राख्ने। सानो ग्यास बनाइदिने। सानो ग्यास बनायो भने राम्रोसँग पाक्छ, बिस्तारै पाक्छ। अनि यसरी मेरो मुन्टा तयार भयो फर्सीको। देख्दै पनि कस्तो यम्मी टेस्टी देखेको छ, तर मिठो पनि छ। यो चाहिँ मेरो सानो करेसा बारी छ। यहाँ चाहिँ मैले फर्सीको मुन्टा रोपेको छु, सिमी रोपेको छु। यो चाहिँ मेरो कर्कलो। अनि यतातिर रहेको छ मेरो बोडी। बोडी पनि फुल्न लागिसकेको छ। यहाँ चाहिँ सिमी फलेर रेडी भइसकेको छ। आज चाहिँ म पहिलोपटक टिप्दैछु। मेरो श्रीमानज्यू आएकोले उहाँको लागि स्पेसली आफ्नो अर्ग्यानिक भनेर मैले तरकारी बनाउनको लागि सिमी टिप्दैछु। यो चाहिँ सिमी रहेको छ। म चाहिँ धेरै टिपेन, एक छाक मात्रै टिपेँ, फेरि चाहिएको बेला टिप्न पर्छ। यो चाहिँ धोएर सफा गरेर आलु र सिमी मैले रेडी गरिसकेको छु तरकारी बनाउनको लागि। अब चाहिँ म सिमी आलुको तरकारी बनाउँदैछु। मलाई चाहिँ भुटेको तरकारी एकदमै मनपर्छ। सानो ग्यासमा छोपेर भुटेर पकाएको एकदमै मनपर्छ। म त धेरै मसलाहरू युज गर्दैन, थोरै थोरै धनियाँ जिराको धुलो राखिदिन्छु, अलिकति खोर्सानी राखिदिन्छु, अदुवा लसुनको पेस्ट त मलाई एकदमै चाहिन्छ गरेर छोपेर राखेँ। यो चाहिँ मेरो लोकल फिस रहेको छ। आज चाहिँ फिस करी खाने भनेर फिस चाहिँ मैले पहिले नै फ्राई गरिराखेको छु। फ्राई गऱ्यो भने चाहिँ बनाउन एकदमै राम्रो हुन्छ, अनि त्यो स्मेल पनि कम आउँछ। यहाँ चाहिँ अदुवा लसुन कुटेर मैले रेडी गरेको छु। मलाई चाहिँ मिक्सरमा पिसेको मन पर्दैन, कुटेकै मनपर्छ। कुटेको चाहिँ नि टेस्ट एकदम राम्रो आउँछ, त्यसैले मैले जहिले नै कुट्ने गर्छु। यो चाहिँ मेरो रेडी भइसक्यो अदुवा लसुन। यहाँ चाहिँ मैले गोलभेडा काटेर रेडी गरिसकेको छु। फिस करीले अलिक धेरै चाहिने भएकोले मैले धेरै काटेको छु। हाम्रो घरमा चाहिँ जहिले नि तोरीको तेल नै खानामा प्रयोग गरिन्छ। तोरीको तेल स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ। अब चाहिँ म अदुवा लसुनलाई तेलमा भुट्दैछु। त्यो भुट्यो भने त्यसको फ्लेभर राम्रो आउँछ। त्यस पछाडि टमाटर राखिदिने। टमाटर राख्यो भने पाक्छ पनि। पाकेर अलि म्यास भयो भने चाहिँ एकदम राम्रो देख्छ। अलिकति म्यास हुँदाखेरि त्यसमा चाहिँ बेसार, खुर्सानीको धुलो, फिस मसाला, अनि त्यस पछाडि नुन स्वादअनुसार राखेर चलाइदिने। मजाले चलाउने। जतिसम्म चलायो यो म्यास भयो भने अनि बल्ल ग्रेभी हाम्रो एकदमै राम्रो बन्छ। यसमा चाहिँ फिस मसाला पाइन्छ। सेन्चुरीको फिस मसाला एकदमै टेस्टी छ। यसले चाहिँ एकदमै राम्रो टेस्ट लिएर आउँछ। फिस करी बनाउँदा, फिसको ग्रेभी बनाउँदा म चाहिँ त्यही नै राख्ने गर्छु मसला। हजुरहरूले पनि राख्न सक्नुहुन्छ। यसरी पाक्दै गयो भने यसरी पाक्यो भने हाम्रो चाहिँ अब करी बनाउनको लागि हामी पानी राख्न सक्छौँ। आफूलाई जति चाहिन्छ, कतिको झोल चाहिन्छ त्यसअनुसार पानी राख्ने। पानी राखेर अनि त्यस पछाडि त्यसलाई चलाएर यसो यताउता बनाएर एकछिन उम्लिन दिने। उम्लिसक्यो भने म चाहिँ नि अमिलो अलि खान्छु। अमिलो खाने भएकोमा चाहिँ कालो चुक राख्छु, जो हाम्रो नेचुरल हुन्छ। चुक राखेर यसो चलाइदिने। चलाइसकेपछि एकछिन फेरि उमाल्न दिने। राम्रोसँग उमाल्यो भने
अनि टेस्ट पनि राम्रो आउँछ, त्यसको त्यो गन्ध पनि आउँदैन। अब जब उम्लिराख्यो भने त्यसमा चाहिँ नि फ्राई गरेको माछालाई राखिदिने। सबै माछा राखेर यताउता चलाएर फेरि एकछिनसम्म फेरि पाक्न दिने। हजुरको 10 मिनट जति पाक्यो भने हाम्रो चाहिने फिस करी रेडी हुन्छ। म चाहिँ यसरी बनाउँछु, हजुर पनि यसरी बनाउनु। यसरी बनायो भने एकदमै टेस्टी हुन्छ। म चाहिँ खाना अलि मेहनत गरेर बनाउँछु किनकि म फुडी हुँ। मलाई खाना एकदमै टेस्टी स्वादिलो चाहिन्छ, त्यसैले म खानालाई चाहिँ अलि मेहनत गरेर पकाउँछु। श्रीमानज्यूले ढिँडो खाने भनेपछि म ढिँडो पनि बनाउन गइरहेको छु। यो चाहिँ हाम्रो मकैको ढिँडो हो। मेरो हस्बेन्डको ठुलो दिदीले गाउँदेखि पठाइदिनु भएको। थ्याङ्क यू दिदी, यति मिठो ढिँडोको लागि धेरै पठाइदिइसकेको छ उहाँले। त्यसको लागि म धेरै धन्यवाद दिन्छु दिजुलाई, उहाँले माया गरेर पठाइदिएको। अब चाहिँ म ढिँडो बनाउन गइरहेको छु। ढिँडो पनि बनाउन एकदमै सजिलो छ। पानी तताएर यसरी बनायो भने एकदमै राम्रो बन्छ, छिटो नि बन्छ। थोरै थोरै गरेर बनाएको छु, अलिकति म्यास गर्नलाई सजिलो हुन्छ। यो चाहिँ अब मेरो पाकेर रेडी भइसक्यो। खाना पाकिसक्यो, थाली पनि मैले रेडी गरिसकेको छु। यो चाहिँ मेरो हस्बेन्डलाई नेपालको स्पेसल खाना। अब चाहिँ यसरी मैले खाना लाएर श्रीमानजीलाई बसाएको छु। श्रीमानजी लजाएर केही छैन, तर एकदमै मिठो टेस्टी भयो रे। धेरै वर्षपछि नेपालको खाना पाउँदा भनेर खुसी भइसकेको छ। आफ्नो बुढीको हातको खाना खाँदा सबैलाई रमाइलो खुसी नै लाग्छ, तर के गर्ने, समयले गर्दा टाढा बस्ने हुन्छ। मिठो मान्दै खाँदै होइसिन्छ। यो चाहिँ मेरो थाली रहेको छ, एकदमै क्लिन सफा। हस्बेन्डको थाली पनि सफा छ, हामी यस्तै गरी खाने गर्छौँ। अब चाहिँ मेरो किचन सफा गर्ने पालो। मैले चाहिँ किचन सफा गरेर सबै सफा गरिसकेको छु। मलाई चाहिँ फोहोर एकदमै मन पर्दैन, सफा क्लिन राम्रो चाहिन्छ, पर्फेक्ट काम चाहिन्छ। त्यसैले मलाई सबैले कराउने गर्छिन्छ। त्यसो गर्नाले आफूले दुःख पाइन्छ भने, तर के गर्नु, चित्त बुझ्दैन अर्काले गरेको काम। त्यसैले म सिनिक्क पारेर सफा गर्छु। यो चाहिँ मेरो भाँडा छ, आधी भाँडा माझिसकेको छु मैले, आधी चाहिँ भिजाएर राखेको छु अलिकति सुकेकोले। म चाहिँ नि भाँडा मोलिसकेपछि बेसिन पनि क्लिन गर्छु। यो चाहिँ मेरो एक टुक्री भाँडा भयो। यहाँ चाहिँ मेरो भयो किचन, सबै काम सक्यो किचनको। घरको सबै काम सकेर अब म वाटरमेलन काट्न गइरहेको छु। यसलाई काटेर फ्रिजमा राख्ने दिउँसो खानको लागि। वाटरमेलन काटेर रेडी भइसक्यो। यसरी बट्टामा राखेर फ्रिजमा राखिदिने, चिसो भएपछि यसलाई खाने। म चाहिँ घरको काम सकेर पसल आएँ। श्रीमानज्यूलाई पसलमा राखिदिएको थिएँ। श्रीमानजीले सामान नबुझेर फोन गरेर सोधेको सोधे। अनि के छ भइरहेको त श्रीमानज्यू, रमाइलो भइरहेछ पसलमा? खाने टाइम भयो। म चाहिँ घरि के खाएँ घरि के खाएँ। मेरो पसल छेउमै डेरी छ। अब चाहिँ हामी मोही खान लागेको, गर्मी छ, यसो ठन्डा हुन्छ। मैले यता भेनाजु पनि आइसकेको छ। भेनाजु अनि पछि मेरो श्रीमानज्यू, दुई भाइ कुरा गर्दै बस्दै धेरै टाइमपछि भेट भएर दुइटालाई गफ गर्दै बसिरहे, मोही खाएर रमाइलो छ। म त दुइटाको गफ सुन्दै बसिरहेको थिएँ। दुइटाले यति राम्रो गफ्दै, भेनाजुले पनि उहाँले पनि गफ गर्दै पुरा हातको यसो यसो इसारा गर्दै गर्दै होइसिन् त्यो भेनाजुले। म चाहिँ दुइटाको भिडियो बनाउँदै कुरा सुन्दै बसिरहेको थिएँ। मेरो बुढालाई चाहिँ स्टिलकोमा मनपर्छ, तातो भइरहेको छ भने उहाँलाई चाहिँ स्टिलकोमा। मेरो चाहिँ कप छ, यहाँ चाहिँ हाम्रो बिस्किट छ अनि हाम्रो टोस्ट छ। फेरि दिउँसोको चिया खाने टाइम भइसक्यो। चिया त हामी धेरै नै पिउँछौँ। कोही कोही मान्छे रेडी छन् चिया खानको लागि कप्प कप्प लाएर। यो चाहिँ हाम्रो बेलुकाको खाना। बेलुकाको खाना चाहिँ हामीले एकदमै लाइट खाना खान्छौँ। रेडी भइसकेको छ। यता हस्बेन्डजीको त स्टार्ट पनि भइसक्यो। उहाँलाई त खाना देख्नै हुँदैन, खाना देखेँ कि खाना मन लागिहाल्छ। त्यो पनि उहाँलाई मनपर्ने खाना छ सबै कुराहरू। यो छ चाउचाउ सादेको, यो चाहिँ हाम्रो फर्सीको मुन्टा, सिमीहरू, गायो, यो चाहिँ हाम्रो फिस करी।
अनि यो मकैको खाजा बादाम। आजको दिन मेरो एकदमै रमाइलो भयो। बिहानदेखि मैले सबै कुराहरू ब्लगमा बनाएको छु। हस्बेन्डसँग बनाउँदा एकदम रमाइलो भयो। बिहान हाम्रो टीदेखि ब्रेकफास्टदेखि लन्चदेखि अनि बेलुकाको डिनरहरू बिचमा हाम्रो गफगाफ जो पनि थियो एकदमै सबै कुराहरू मैले क्याप्चर गरेर फुल डेको बनाएको छु। अनि रमाइलो पनि छ। हस्बेन्डजीलाई फर्स्ट टाइम भएर एकदमै लजाइराख्नु भएको थियो, तर रमाइलो पनि भइरहेको थियो। बिचबिचमा मुस्कानभरि आइरहेको थियो। मेरो युट्युब च्यानल हेरेर लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला।